सर नमस्कार। सर नमस्कार। सर अनि आज हजुरको 21 दिन अथवा एक डोज सकियो सर। घोडाको दुखाइ, हजुर ढाडको दुखाइ, हजुर। एक डोज पछिको कस्तो छ सर? हजुरले यसो बताउनुहोस् न। अब अर्को डोज पनि सुरु गर्दै हुनुहुन्छ हैन? तर एक डोजको कस्तो रह्यो परिणाम? हजुरको रिजल्ट कस्तो आउँदैछ? कतिको सहज भएको? अब पहिले सुरुको दुखाइ र अहिलेको दुखाइमा कतिको अन्तर छ? कति पर्सेन्ट जति बाँकी रह्यो? कति पर्सेन्ट ठिक भयो जस्तो लाग्छ सर? अब कति छ यो यसको लागि चाहिँ केही पर्सेन्टेज बाँकी रह्यो? पर्सेन्ट बाँकी रह्यो। यो डबल डोज गरेर यसलाई चाहिँ क्लियर गरौँ भनेर लाग्यो। हजुर हजुर, एकपल्ट बसेर हेर्नुहोस् त। आजभन्दा तपाईँ 21-22 दिन अगाडि तपाईँ ठ्याक्कै बस्न नसक्ने मान्छे हो। हेरौँ त। हो सर। ल अहिले मजाले झ्याप्पै बस्नुहुन्छ, सजिलै छ। अहिले यसरी अब यतातिर तलतिर पनि आउनुहोस् त, त्यसरी बसेरै। हो यसरी आउनुहोस् त। हो हो, भेरी गुड भेरी गुड। यस, ओहो झ्याप्पै बस्नु भएको छ है। आम्मा 3 हप्ता अगाडि यसरी बस्न नसक्ने मान्छे हो नि त हजुर त। हो सर। हो ल, अब जुरुक्क उठ्नुहोस् त सर। वाउ, एकपल्ट यसो तलमाथि गर्नुहोस् त, अलिक स्पिडमा। अब फुर्रु जानुहोस् त। अरे वाह, अलिकति दौडेर आएर सुरु झर्नु त। यहाँ ठ्याक्कै हान्नुहोस् त, जम्प। केही गाह्रो त भएन त्यस्तो? छैन सर, अलिअलि त हुँदैछ। त्यस्तो हुँदैछ। तर त्यस्तो पहिलाको त यो 70% घट्यो हो। अब 30% मात्रै बाँकी छ। 30% बाँकी छ। अब एक डोजमा तपाईँको 70% गायब भइसक्यो भन्नु पर्यो। जे होस्, अलिकति गन तपाईँलाई लम्किन सक्ने भयो। ए हजुर, बेसी पनि तल गएर पनि आउनु सक्नुहुन्छ अब? हजुर। पहिला लौरो टेकेर हिँड्थ्यो भने अहिले लौरो टेक्नु परेदैन। ए बेसी जाँदाखेरि लौरो टेकेर जानुहुन्थ्यो। उठक बैठक, एक झ्याप्पै बस्नु भएको छ है। अलिक ट्याक्कै छ्यापै बस्नुहोस्, छ्यापै जस्तो टोइलेट गर्दा बस्नुहुन्छ। ए हातमा टाउको गालामा हात लाएर बस्नुहोस्। दुइटै ल 1 2 3 जुरुक्क उठ्नुहोस्। वाह, दौडेर गएर झ्यापै बस्नुहोस्। झ्यापै टुक्रो बस्नु त। वाह, क्या बात है ल, हुन्छ।